3 वर्षदेखि जेरीको डाइरेक्टर हेमराज विसीले लेख्दै छोडेको स्टोरी 3 मल्टिप्लाई बाइ 2 दैट इज 6 महिना लगाएर गरिएको शूट, 3 महिनादेखि VFX ग्राफिक्स 3D मा गरिएको मेहनत। जब 3 घण्टासम्म हलमा बसियो जेरी अन टप लेभलको फिल्म हो कि बटमको 5 मिनेटसम्म साथ दिनु होला बुझाउने जिम्मा मेरो हो। 3 आवर्स को मुभी इट्स बिग च्यालेन्ज, त्यो पनि नेपाली। साउथ सँगै केही बलिउड मुभी हामीहरूले हेरेका हौ। केही फिल्म जेरी अन टपले 3 घण्टासम्म दर्शकलाई बाँधिराख्छ कि हलबाट उठेर भाग्छ। शहरको रियल इस्टेट बिजनेसम्यान जो अर्मानीको सूट लगाउँछन्, उनको छोरा जेरी जसको इगो घमण्ड माउन्ट एभरेस्ट जस्तै उच्च छ। हुन पनि किन नहोस् रिच स्पोइल्ड ब्राट किड। अनि उनको फियोन्से परिन श्रिया जो बिजनेस वुमन हुन्। जब मान्छे जिद्दी अनि पैसाले मातिन्छ उनीहरु लाग्छ एभरेस्ट चढ्नु भनेको पल्लो घरे डाँडा चढे जस्तै हो। जेरीलाई आफ्नो बुबालाई जित्नु छ, प्रुफ गरेर देखाउनु छ दैट ही क्यान क्लाइम्ब एभरेस्ट। क्लाइम्ब गर्ने क्रममा माउन्टेनरिङ गाइड पेमासँग भेट हुन्छ। साथमा फियोन्से हुँदाहुँदै कता कता उसको मन पेमातिर ढल्किन्छ। एउटा यस्तो घटना घट्छ जसले गर्दा जेरीलाई एनी हाउ टप अफ दि ओल्डमा पाइला टेक्नु छ। तर के गर्नु, दिमागले श्रिया रोज्दा तन मन भने पेमातिर। 3 जना सँगसँगै सगरमाथा चढ्न अघि बढ्छन् कि कोही बीचमै छुट्छन्। यदि चढिहाले भने पनि फर्किँदा सँगै फर्किन्छन् कि कसैको सास रोकिन्छ। यहाँहरू चाहिँ सास छोडेर साहसका साथ नजिकको सिनेमा हलमा जेरी अन टप गएर हेर्नुहोला। धेरै पछि अनमोल हलको स्क्रिनमा देखिँदा दर्शकहरूको एक्साइटमेन्ट हुटिङ यससँगै भुवन केसी, जसिता आँचल, माग्ने बुढा उषा खड्कीको एफर्ट, करण जोहरको फिल्ममा जस्तै ग्रान्ड सेट डिजाइनर क्लोथ, हरेक सिनलाई एफोर्ट लगाएर गरिएको जाँगर अनि जोश। जति एभरेस्टको चिसो सहँदै एन्टायर टिमले रगत अनि पसिना बगाएको छन्। फिल्म सक्सेस बनाउन आफ्नो करियरलाई दाउमा लगाएको छन्। फिल्म हलमा हेर्दा हिमाल जस्तै सफा देखिन्छ। जेरी अन टप गेट्स 4 स्टार आउट अफ 5। मेरो 1 पोइन्ट जान्छ VFX टिमले 3 महिना लगाएर गरेको मेहनतले सार्थकता ल्यायो। स्टोरी रिभल्भ्स अराउन्ड 3 मेजर क्यारेक्टर एन्ड देयर ट्रायंगुलर लभ स्टोरी। सिम्पल भाषामा भन्नुपर्दा माउन्ट एभरेस्ट क्लाइम्बिङको वरिपरि कथा घुम्छ। 1 पोइन्ट फर कमेडी, माग्ने बुढाको एउटै खालको कमेडी हेर्दै आएको, यदि स्टोरी फ्रेश भए त कमेडी पनि फ्रेश लाग्दो रहेछ। 1 पोइन्ट फर डाइरेक्टर सुयोग गुरुङ, आफ्टर वाचिङ फर्की he proved he is not your regular director. जेरी अन टप has raised bar high for नेपाली सिनेमा। हलिउडमा हेर्दै आएको क्वालिटी नेपालमा लिमिटेड बजेटमा हेर्न पाउनु भनेको वी अलमोस्ट अपलोड द टिम। एन्ड 1 पोइन्ट फर टप नच सिनेमाटोग्राफी, ब्याकग्राउन्ड स्कोर, साउन्ड एन्ड मिक्सिङ। मुभीको लास्ट 30 मिनट्समा पिन ड्रप साइलेन्स छाउँछ। There are some people who talk shit regardless. मेरो वरिपरि 2-4 जना बकबक गरिरहेको थियो। We just can't help them. Best way is to ignore. अनमोलको अभिनयमा नयाँ त्यस्तो केही पनि छैन। अनमोलको अनमोलियन टाइपको अभिनय देखिन्छ। होप यू गेट माई पोइन्ट। केमिस्ट्री वाइज अनमोल लुक्स बेटर विथ जसिता, किनभने स्टोरीको डिमान्ड थियो। आँचलको पनि मेहनत देखिन्छ। फिल्ममा कति इंग्लिश डायलगहरू जबरजस्ती राखेको भान हुन्छ टु शो अफ एज रिच फ्यामिली। भुवन केसी एज युजल सदाबहार, उषा खड्की सानो रोल नै सही, सुन्दरताको प्रहार। अरू त्यस्तै हो, जसिताले साह्रै मन छोइन्, उनको फ्यान फलोइङ बढ्नेवाला छ। सुरक्षा पन्तको सानो रोल नै सही, याद हुनेवाला छ। क्लाइम्याक्स सिनले स्तब्ध बनाउँदा जन चामलिङको आवाजले आँखा रसाउँदा। एडिटिङको एंगलबाट हेर्दा औंठी चिनो गीतलाई चैट पारे पनि खासै फरक पर्दैन। फरक यहाँनिर पर्छ इफ यू गाइज आर सिक एन्ड टायर्ड अफ वाचिङ सेम क्याटेगोरीको मुभी भने जेरी अन टप इज ब्रेथ अफ फ्रेश एयर। इट्स वर्थ योर टाइम एन्ड मनी। यदि कसैको बानी हरेक कुरामा खोज लगाउने छ भने त्यस्तो व्यक्तिको जिम्मा म लिन सक्दिन। यदि भिडियो मन परे लिभ अ लाइक, कमेन्ट एन्ड सब्सक्राइब। थ्यांक यू।